लगभग हामी सबैको चाहना एउटै छ कि हाम्रो देश पनि बनो र हामी पनि बनो, एउटा नेपाली बनो भनेर सबैजनाको एउटै यही छ। तर पनि हेर्नुहोस्, जबसम्म एउटा पार्टीको झन्डा आफ्नो काँधमा बोकेर हिँड्नुहुन्छ तबसम्म यो देश कहिले पनि बन्दैन, जहाँसम्म हामीलाई लागिरहेछ साथीहरू। अब यस्तो म किन भनिरहेको छु भने, यस्तो भन्नुको कारण यो हो, अहिले हेर्नुहोस् कि कुलमान घिसिङको बारेमा पनि आन्दोलन भइरहेको छ। आन्दोलन पनि के को लागि? ठुल्ठुला कम्पनीहरूको लाइन काटेको बारेमा आन्दोलन भइरहेको छ। ठुल्ठुला कम्पनी होस् अथवा सानो कम्पनी होस्, सरकारले तोकेको रकम चाहिँ बुझाउनै पर्छ। बुझाएन भने खालि हामी निमुखा जनताहरू एउटा बत्ती बालेको, दुईटा बत्ती बालेको बिल चाहिँ बुझाइराख्ने, ठुल्ठुला कम्पनीहरू नबुझाउनु पर्ने, यही पाराले देश बन्छ। अनि हामी चाहिँ के भन्छौँ भने हाम्रो देश विकसित नै भएको छैन, हाम्रो देश बनेकै छैन। हाम्रो देश बन्छ त कसरी? यही सबै फ्री नै गरेको भरमा हाम्रो देश बनिहाल्छ? फ्री गर्नुपर्छ, फ्री हुनुपर्छ, त्यो पनि कसको लागि? जनताको लागि। यो होइन कि कम्पनीको लागि फ्री हुनुपर्छ। देश बनाउने हो भने कम्पनी जुनसुकै कम्पनी होस्, यस्तो तपाईँ जुनसुकै देशको पनि रिसर्च गर्नु, हेर्नुहोस् कि कम्पनीहरूको लागि के अरे कतिको सरकारले, कुन चाहिँ देशको सरकारले चाहिँ फ्री इलेक्ट्रिक अथवा कति सेवा सुविधा फ्री दिएछ कम्पनीहरूको लागि। कम्पनीहरूलाई पनि फ्री दिए भने कस्तो हुन्छ हाम्रो देश? अनि हामी चाहिँ एकदमै ठुल्ठुलो कुरो गर्दै कि हाम्रो देश बनेकै छैन, सबै नेताहरू नै भ्रष्टाचार गर्यो, सबै भ्रष्टाचार नेताहरू उस्तै भयो, त्यस्तो पनि हामी नै बोल्ने हो। र कुनै व्यक्ति यस्तो गर्न आयो र अगाडि बढ्यो भने फेरि हामी नै त्यहाँ जिन्दाबाद मुर्दाबाद भन्दै जाने, अनि भन्ने के ओ हाम्रो देशै बने छैन। यस्तो हो। देश बनाउन छ भने हेर्नुहोस्, अहिले जुन कुलमान घिसिङले गरिराख्नु भएको छ एकदमै राइट हो, एकदमै करेक्ट हो। त्यही भएर यो चाहिँ यतिको चाहिँ कुरो बुझौँ। आज बुझ्नुहुन्न भने भोलि गएर तपाईँ नै पस्ताउनुहुन्छ। त्यही भएर बेलैमा कुरो चाहिँ बुझिहाल्नु होला र विरोध अहिले चाहिँ नगर्नु होला। काम गरिरहेछ, एकदमै ठिक काम गरिराख्नु भएको छ, यसको लागि धन्यवाद पनि दिनुपर्छ। यदि फेरि त्यो कम्पनीको चाहिँ पैसा तिराएर जनताकै लागि यदि फ्री गरिदियो भने झन् राम्रो, किनभने जनताको लागि फ्री हुनुपर्छ। यो होइन कि कम्पनीको लागि फ्री हुनुपर्छ। बुझ्नुभयो? हस् त साथीहरू, आजको लागि यति नै थियो। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा पनि धन्यवाद दिन चाहन्छु। र च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरेर पनि जोडिहाल्नु होला। र तपाईँलाई केही यस्तो लागेछ कि म भन्नै पर्छ, बोल्नै पर्छ भने कमेन्ट बक्स खुल्ला छ, कमेन्ट गर्नु होला। हस् त, सबैको जय होस्।